मिसिन चाहिँ। सो हेलो गाइस, नमस्ते सबैलाई। आइको एकदम फिट एन्ड फाइन छु। आज भनेपछि देख्न सक्नुहुन्छ हाम्रो यो घरको फर्निचर भइसकेको छ। घरको फर्निचर चाहिँ निक्लिसकेको छ भनौँ न। अन्त यो ढुङ्गाहरू बाँकी छ। ढुङ्गाहरू फुटाएर चाहिँ यहाँको काम पनि सक्छ। अन्त माथि 1 किलोमिटर माथि काम मिलिरहेको छ। भोलिदेखि चाहिँ माथि होला 1 किलोमिटर अर्कै काममा। अन्त सर्दा चाहिँ त्यही हो, तर अर्कै काम माथिल्लोपट्टि माथिल्लो साइडमा। अन्त त्यही हो, भोलि भइहाल्छ। हेरौँ कता हो के हो। अन्त अहिले चाहिँ हामीहरू अब निक्लिनुपर्छ। अस्ति त यहाँ माथिदेखि डाइरेक्ट झारेको हो। अन्त आज चाहिँ भने यहाँदेखि जानुपर्ने हुन्छ सिधै पर टर्निङमा गएर चाहिँ सत्तै उँभो गएर चाहिँ सट निकाल्नुपर्ने हुन्छ। अन्त ब्रेकर माथि नै छ। ब्रेकर फिट गरेर फेरि आएर चाहिँ ड्याङ 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 पार्नुपर्ने हुन्छ। र यो हमारा भाइ हे छोटो। हेलो गाइज, र आज तपाईँलाई लिएर आएको छु रक सामिङ ब्लग। सो स्वागत छ तपाईँहरूलाई च्यानलमा। देख्न सक्नुहुन्छ गाइज तपाईँहरू होइन। बाटो बनाइरहेको छ। र यो घडेटी चाहिँ आज फिनिस भइसकेको छ होइन। ढुङ्गा चाहिँ पुरा निस्किसकेको छ र घडेटी चाहिँ एकदम दामी बनाइसक्नु भएको छ। र यस्तो छ होइन। यहाँ चाहिँ ढुङ्गा पुरा निस्किसकेको छ, तर ढुङ्गालाई चाहिँ साइड गरेको छ। तर अनि यहाँ चाहिँ यहाँ खनेर चाहिँ यस्तो लगेर यहाँ टर्निङमा ल्याउनु पर्ने हुन्छ यो मिसिन। अनि यता गएर यो घरको उता पनि एउटा रोड बनाउनु पर्ने छ, सानो हो यहाँ आउने। सो त्यो बनाएर चाहिँ ब्रेकर हालेर फेरि लिएर फेरि यो ढुङ्गाहरू चाहिँ फुटाउनु पर्ने हुन्छ। यो ढुङ्गालाई चाहिँ चिउरा बनाउनु भनेको छ गाइस। अब हुन्छ कि हुँदैन चिउरा चाहिँ हो। र आजको दिन पनि यसरी सुरु भइसकेको छ। र बाटो चाहिँ खनेर यहाँसम्म पुऱ्याइसकेको छ गाइस होइन। अनि जारी छ आज पुग्नुपर्ने छ। र मामा चाहिँ यहाँ रुख सबै ढाल्दै सबै बाटो पाउँदै अगाडि बढिसकेको छ। र टर्निङ चाहिँ यहीँ माथि हो यो टर्निङ चाहिँ। सो यहाँसम्म चाहिँ आइपुग्नु भएको छ। म चाहिँ अलि माथि गएर भिडियो गरेको र तल अलिअलि देख्दैछ नि। यो अलिअलि देख्दै गरेको चाहिँ घरेटी यहीँ हो। सो अलिक आएर चाहिँ यहाँ आइपुगेको छ मामा चाहिँ। र रुख चाहिँ ढाल्ने क्रममा छ। सो चिलाउने गरेको मुस्किल नै परिसकेको छ। गाह्रो पर्ला जस्तो भइरहेछ। यहाँ अरू रुखले पनि त सकिरहेको रहेछ। रुखलाई त्यही भएर होला होइन। यो चाहिँ ढलिसकेको छ। यो चाहिँ बिस्तारै अगाडि बढ्दैछ।
यहाँ चाहिँ यहाँसम्म आइसकेको छ र यहाँदेखि चाहिँ टर्निङ मोडिसकेको छ किनभने यता निस्क्यो भने चाहिँ तब निस्क्यो भने निकै लामो पर्ने रहेछ र रुखहरू पनि धेरै ढाल्नुपर्ने हुन्छ र यसलाई चाहिँ मामाले टर्निङ लिइसकेको छ टर्न लिइसकेको छ र यो टर्न लिएर चाहिँ यहाँबाट चाहिँ सर्टै यहाँ निक्लिनु पर्ने हुन्छ यहाँनिर निक्लिनु पर्ने हुन्छ सो यस्तो छ र जारी छ काम चाहिँ एकदम र मैले भिडियो गरिरहेको छु हजुरहरूको लागि म चाहिँ माथि रोडमा आइपुगेछु र मिसिन चाहिँ निस्किनै आँटिसकेको छ यही छ मिसिन चाहिँ निस्किन आँटिसकेको छ ढुङ्गा झरे नि हो ढुङ्गामा नै जाँदै झरे यहाँ चाहिँ निस्किनु पर्ने देख्न सक्नुहुन्छ म पुगिसकेको चढिसकेको छ मिसिन चाहिँ ठाडो उकालो चढिसकेको छ मिसिनले अर्कोपट्टिबाट देखाउने छु यस्तो उकालोमा छ ठाडो उकालो चढिसकेको छ मिसिन म चेन ढिला भएको ठाडो उकालो चढिसकेको छ बोलेको चाहिँ त्यसै गाइस पछाडि सर्दैछ मिसिन पछाडि पनि सर्नु खोज्दैछ यो अगाडि निस्किनको प्रयास मिसिन आइसक्यो खतरा 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 गाइस खतरा एकदम खतरा एकदम दामी निस्किसकेको छ रोडमा चाहिँ अब मिसिन अझै तल जानुपर्ने हुन्छ तल गएर चाहिँ त्यहाँ सानो बाटो खनिदिनु पर्ने हुन्छ र ब्रेकर लगाएर चाहिँ ब्रेकर लगाउने काम त मेरो अहिले ब्रेकर लगाएर चाहिँ फेरि आएर यही बाटो गएर त्यहाँ ढुङ्गा निस्केकोहरू फुटाउनु पर्ने हुन्छ ल है त गाइस हेर्दै गर्नु अब एकछिन बादमा भेट्यो हामी